साथीहरू नमस्कार। यति बेला चाहिँ म यो सुनसरीको एउटा सिमसार क्षेत्रमा छु। मसँग यति बेला दुईजना सरहरू हुनुहुन्छ। उहाँहरू चाहिँ शारीरिक रूपमा अलिकति अशक्त हुनुहुन्छ, तर हामीले यो भनिरहँदा, यो शब्द प्रयोग गरिरहँदा उचित हुन्छ या हुँदैन त्यो चाहिँ हामी उहाँहरूसँगै बुझ्छौँ। र उहाँहरू एउटा के भन्छ, यो स्पाइनल इन्जुरी कि इन्जुर्ड के भन्छ, उहाँहरूसँगै बुझ्छु के भएको हो उहाँहरूलाई। उहाँहरू अलिकति शारीरिक रूपमा अशक्त हुनुहुन्छ। उहाँहरू यति बेला विलचेयरको साथ विलचेयर र के स्कुटी भन्छ सर यसलाई, अपाङ्ग स्कुटी प्रयोग गरेर चाहिँ यो ठाउँसम्म आउनु भएको छ। उहाँहरूसँग उहाँहरूको समस्या र उहाँहरूको हरेक दिनचर्याको बारेमा चाहिँ आज मैले कुरा गर्ने प्रयास गरेको छु। यति बेला मसँग हुनुहुन्छ यता पारस मोते र यता हुनुहुन्छ विक्रम घिमिरे। उहाँहरूसँग म छोटो मिठो कुराकानी गर्ने प्रयास गर्दैछु। म पारस सरबाट सुरु गरेँ। सर, हजुरको परिचयसहित, आफ्नो परिचयसहित चाहिँ यो हजुरको समस्याको बारेमा अलिकति जानकारी गराइदिनुहोस् न। नमस्कार, म पारस मोते, स्पाइनल कर्ड इन्जुरी। के भन्छ यसलाई, नेपालीमै बुझाउनु पर्दा भन्नुहुन्छ एकचोटि। हजुर, हाम्रो चाहिँ कम्मरभित्र तलको भाग अचल हुन्छ। हजुर। हजुरहरू दुवैजनाको समस्या चाहिँ एउटै है? भनेपछि यो कसरी हुन गयो पारस सर, यो बारेमा अलिकति चाहिँ जानकारी गराइदिनुहोस् त। सबैको समस्या एउटै भयो तर हुने तरिकाहरू चाहिँ बेग्लै हुन्छ। हजुर। कसैको एक्सिडेन्ट भएर मोटरसाइकल, स्कुटर, गाडीहरूबाट मेरुदण्डमा चोट लागेपछि त्यस प्रकारको रोगहरू हुन्छ भनेर त्यस प्रकारको सिस्टमहरू हुन्छ। हजुर। त्यसरी विभिन्न कारणले लडेर अथवा मेरुदण्डमा चोट लागेपछि हुने समस्या हो। हजुर। यो हजुरको यो समस्या कसरी तपाईँले थाहा पाउनुभयो र यो समस्या कसरी उत्पन्न भयो एकचोटि भनिदिनुहोस् न। मेरो चाहिँ फ्र्याक्चर हुँदाखेरि चाहिँ मेरुदण्डमा चाहिँ समस्या आयो। समस्या आएपछि मेरुदण्डको अपरेसन गर्दाखेरि चाहिँ यो प्रकारको समस्या भयो। म यता विक्रम सरतिर गएँ। विक्रम सर, हजुरको परिचयसहित चाहिँ यो कहिलेबाट भयो, के हो यो खासमा, यो समस्याको बारेमा भनिदिनुहोस् न हाम्रो दर्शकलाई। हजुर। हजुर। मेरो चाहिँ काम गर्ने सिलसिलामा घरको 3 तलामा हजुर लडेर ठ्याक्कै मेरुदण्डको पेटमा त्यसलाई थोरासिस लेभल पनि हुन्छ। हजुर। हजुर। त्यो लेभलमा चाहिँ चोट लाग्छ। त्यो लेभलमा चोट लागेर जहाँ इन्जुरी भयो त्यहाँदेखि तलको भाग हजुर हाम्रो केही पनि चल्दैन। हजुर। खासमा अब मेरुदण्ड पक्षघात भइसकेपछि जहाँ इन्जुरी भयो त्यहाँदेखि तलको भाग सबै निष्क्रिय हुन्छ। हजुर। 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 अघि हाम्रो पारसले हजुर यस्तो भइसकेपछि हाम्रो रोग विधान्त रोग दीर्घकालीन रोग पनि शरीरमा चोट लागिसकेपछि एउटा पूर्ण रूपले यसको बाध्यता हो। हजुर। हजुर। र यो स्पाइनल इन्जुरी कुनै ठाउँमा यसको उपचार पनि छ। यसको उपचारै छैन। यसको उपचारै छैन। रियाब गरेर केही महिनाको रियाब गरेर हजुर। पहिला मेरो जमानामा हजुर। त्यतिखेर अपरेसन गराउने चलन पनि थियो। हजुर। अहिले चाहिँ अपरेसन तत्काल रूपमा गरिदिइहाल्छ। हजुर। हजुर। त्यही पनि अब कतिपयले सक्सेस अपरेसन गर्दाखेरि 50 लाख रुपियाँ खर्च भनेपछि यो संसारको कुनै ठाउँ गए पनि यसको उपचार पूर्णतः उपचार हुँदैन। हजुर। उहाँले चाहिँ के भन्नुहुन्छ यो रोगप्रति भएर उपचार गर्न नसकेको निको नभएकोलाई भन्ने कन्सेप्ट पनि छ। र म करोडपति छु, म विशेष खालको कन्सेप्ट
पैसाले त्यसलाई निकै पार्न सक्दैन हजुर र यो पैसा नभएको कारणले कुरालाई पनि पुरानो ए म एकैछिन पारस सरतिर गएँ पारस सर यो कस्तो यो के समस्याले चाहिँ हजुरलाई कस्तो अवस्थामा पुर्याइरहेको छ र यो समस्या चाहिँ ले गर्दाखेरि हजुरले कति ठाउँमा हजुरलाई असर परिरहेको छ यो के हुँदो रहेछ यो समस्या भइसकेको व्यक्तिलाई चाहिँ कस्तो कस्तो समस्या भोग्नु पर्दो रहेछ सर अब यो समस्या भइसकेपछि हामीलाई धेरै ठाउँमा असर पर्छ होइन हजुर हुनु त अब हामी कतै जानु ओर्नु पऱ्यो भने गाडीमा चढ्नु पर्दा हजुर अब गाडी त्यो हाम्रो डिसेबल खालको मैत्रीपूर्ण गाडीहरू छैन छैन अब कुनै ठाउँमा जाँदाखेरि चाहिँ हामीलाई चाहिँ समस्याहरू हुने कारणहरू त्यही कारणहरू हुन्छ त्यस्तै समस्याहरू ठ्याक्कै हजुरको वर्षमा भन्नुपर्दा यो समस्याबाट चाहिँ हजुर कहिलेदेखि चाहिँ जुधिरहनु भएको छ यो समस्यासँग चाहिँ म 14 वर्ष भइसक्यो 14 वर्ष विक्रम सरको यता मेरो चाहिँ 22 वर्षदेखि यो समस्यासँग जुधिरहनु भएको छ सङ्घर्ष गरिरहनु भएको छ ओहो यो त लामै समय हो कस्तो 22 वर्षसम्म चाहिँ जस्तो एउटा मान्छे यो समस्यामा गुज्रिरहँदा होइन अब डिप्रेसनमा जाने समस्या पनि हुनसक्छ अथवा म जिन्दगीबाट हारेँ भन्ने हुनसक्छ तर 22 वर्षसम्म कसरी यहाँसम्म आइपुग्नु भयो एक्चुअली यो यसको बारेमा अलिकति यो कहानी भनिदिनुहोस् न सर हजुर एउटा पूर्ण जीवन बिताइरहेको हजुर जब अपाङ्गता हुन्छ त्यो पनि यसको आधा शरीर छ हजुर त्यो पछाडि स्वाभाविक रूपले पहिलो रूपमा हजुर तर डिप्रेसनमा कतिपय साथीहरू गइसकेको कतिले चाहिँ हाम्रो समाजमा आत्महत्या गरेको घटना हजुर हजुर किनभने एउटा केवल व्यक्ति एउटा साना व्यक्ति जो कमाउँदै गरेको व्यक्ति जसले चाहिँ घरलाई चाहिँ एउटा पूर्ण गरी इन्तजार गरेर जीवित ऊ चाहिँ सम्पूर्ण कुराबाट चाहिँ पछाडि पर्छ कि अपाङ्गता भइसकेपछि सबैभन्दा ठुलो पाटो हुन्छ हामीलाई रोजगारबाट पछाडि पर्छ पैसा पनि के अरे उपचार गर्न सक्दैन हजुर अनि त्यस पछाडि पारिवारिक सामाजिक रूपले पनि हामीलाई खिच्दै गएको हुन्छ एउटा अब अहिले हामीलाई विभिन्न ठाउँमा हजुर त्यो त छँदैछ अब हामीलाई मानव मैत्री अहिलेसम्म संरचना होइन बेङमा जाँदाखेरि पनि सरकारी विभिन्न रूपले हामी जुन पनि अवरोधै अवरोध छ तथापि पनि केही अहिले नेपाल सरकारले त्यस पछाडि हामीले अपाङ्गता भएको अधिकार कर्मीहरूले एउटा पैरवी गरिरहँदाखेरि केही नयाँ रूप त पक्कै पनि लिएको छ हजुर हिजोको जमानामा केही मात्रामा तथापि पनि अझै पनि बिचरा भनेर केही ठाउँमा किन्न जाँदाखेरि पनि यो चाहिँ दया माया र माग्ने आएको भनेर 5 रुपियाँ दिने चलन अहिले पनि ए कस्तो हुन्छ त्यति बेला त्यति बेला चाहिँ कस्तो लाग्छ होइन यस्तो लाग्छ मेरै घटना छ म कतिपय ठाउँमा हजुर म प्याज किन्न जाँदा सामान्य हजुर त्यो पसलेले चाहिँ पक्का माग्न आएको भनेर 5 रुपियाँ ओहो हजुर त्यतिखेर म उसलाई भन्छु एउटा मानवले भनिसकेपछि अपाङ्ग तपाईँले हेर्ने नजर त तपाईँको मानवीयले एउटा उपकारी मनबाट 5 रुपियाँ दिनुभयो त्यो पनि तपाईँले बुझ्नुपर्छ कि माग्न आएको हो या यो सेवाग्राहीको रूपमा भन्ने कुरा चाहिँ एउटा तपाईँले पनि विश्लेषण गर्न सक्नुहुन्छ माग्नेको रूपमा होइन तपाईँको धारणालाई म एकदम के भन्छ मान्यता दिन्छु तपाईँलाई सम्मान गर्छु मलाई यो तपाईँले सहयोग दिनु चाहिँ बरु तपाईँले मलाई दिनुहुन्छ बरु डिस्काउन्ट गरेर बरु सहयोग हजुर त्यस्तो कुरा दुःख लाग्छ है म एकैछिन पारस सरतिर फेरि गएँ पारस सर यो जस्तो यो हजुर यो समस्यामा हुनुहुन्छ तपाईँलाई चाहिँ कति बेला चाहिँ यो जिन्दगी चलाइरहँदा यो अहिले सङ्घर्ष गरिरहँदा कति बेला चाहिँ ठ्याक्कै ह्यात तेरिका मेरो जिन्दगी भन्ने कति बेला चाहिँ लाग्छ तपाईँलाई मेरो चाहिँ पसल छ होइन हजुर म यस्तो भएको चाहिँ के पसल गर्नुहुन्छ सर मेरो टेलरिङ सप छ हजुर ए अनि म 1.5 वर्षसम्म चाहिँ मलाई पनि उहाँ अध्यक्षज्यू स्पाइनल अध्यक्षज्यूले 1-2 वर्षसम्म चाहिँ डिप्रेसन जस्तै भयो अब हिँडेको डुलेको गरेको मान्छे एकैचोटि अब मेरो दण्ड पक्षघात भएपछि चाहिँ समस्या पर्यो तर त्यस्तो साह्रो चाहिँ मैले तर कति त्यस्तो भोग्नु परेको कति ठाउँ चाहिँ अब मेरै पसलमा पनि काम गरिराख्दाखेरि कतिपय मान्छेले म चाहिँ
अलिअलि वाकरमा पनि थोरै थोरै हिँड्न सक्छु र त्यति बेला हिँड्दाखेरि चाहिँ अलिकति मान्छेले अलिक अर्कै तरिकाले चाहिँ ला यसले काम गर्नु पो सक्दैन कि यसले हाम्रो कपडाहरू पनि बिगारिदिन्छ कि यसले चाहिँ राम्रो उचित तरिकाको राम्रो चाहिँ दिन सक्दैन कि भन्ने हिसाबले चाहिँ त्यति बेला चाहिँ मान्छेहरूको अलिकति त्यो हेर्ने दृष्टि चाहिँ फरक हुँदा चाहिँ अलिकति मन खिन्न हुन्छ है हजुर जोस् तपाईँ अलिकति समाएर केही मात्रामा हिँड्न चाहिँ सक्नुहुन्छ थोरै भित्र बाहिर चाहिँ म वाकरमा चाहिँ मेरो चाहिँ अलिकति म हिँड्न सक्छु हाम्रो सर यहाँ हाम्रो विक्रम सरको चाहिँ कस्तो अवस्था छ यो हिँड्ने अथवा व्हिल चेयरबाट बाहेकको समस्या अलिकति भनिदिनुहोस् त कस्तो छ मेरो चाहिँ कम्प्लिट केस भएको कारणले गर्दाखेरि हजुर मेरो यहाँदेखि तल भएको म र जस्तो यो एउटा पनि गिलासलाई हजुर कसैले यहाँबाट उठाइदिएन भने सर्दैन हजुर त्यस्तै हो मेरो जिन्दगी मलाई कसैले भने मात्रै म व्हिल चेयरमा म हिँड्न सक्छु ए म विक्रम सरसँग अलिकति नजिकेर गएँ तपाईँले त यो हाम्रो यो स्पाइनल इन्जुरीका जति पनि पीडित हुनुहुन्छ अथवा साथीहरू हुनुहुन्छ उहाँहरूलाई समेटेर एउटा संस्था पनि चलाइरहनु भएको छ यो संस्थाको बारेमा अलिकति बताइदिनुहोस् न हाम्रो दर्शकहरूलाई के भन्नुहुन्छ कसरी यो संस्था चाहिँ जन्मिन पुग्यो यो संस्था चाहिँ कसरी जन्मिन पुग्यो भने एउटा आजभन्दा लगभग 6 वर्ष अगाडि 6-7 वर्ष अगाडि हजुर त्यो अपाङ्गता भयो स्पाइनल कट इन्जुरी भएको व्यक्तिलाई एउटा संस्थाले त्यतिखेर सहयोग सेवा सहितको उपलब्ध भन्न भत्ता निर्धारण गरेको थियो सर्वले पनि त्यसलाई चाहिँ निर्धारण गरिसकेको थियो डाक्टर साहेब बाग्राम ए या शेरबहादुर देउवाको पालामा थियो हजुर हजुर त्यतिखेरको पालामा त्यो हुँदाखेरि चाहिँ त्यो पुनः रूपको लागु नहुँदाखेरि चाहिँ हजुर यो एउटा जीवन निर्वाहलाई सर्वोच्चले फैसला गरिसकेको आन्दोलन चलिरहँदा हामी पूर्ववासी कता कता मनमा हामीले चाहिँ त्यो दृश्य हेरिरहँदाखेरि हामी पनि पूर्वमा चाहिँ कम्पेयर पास गरेको छ यसलाई चाहिँ एकीकृत गरेर एकीकरण गरेर एउटा संस्थाको रूपमा सानो एउटा आवाजलाई चाहिँ रातभरिको सोचा आयो हजुर त्यस पछाडि म खुट्टा मेरो केही उहाँसँग कन्ट्याक्ट गरेर भोलिपल्ट म उठेर मेरो टोइलेट चाहिँ त्यतिखेर त गाडीको बसको ट्राभल गरेको थियो हजुर र उहाँहरूलाई चाहिँ मैले लगभग भन्दै मैले त्यस्तै 4-5जना साथीहरूलाई भेटेर एउटा चाहिँ अब हामी एकीकृत भएर चाहिँ जानुपर्छ संस्थालाई अगाडि बढाउनुपर्छ त्यसरी नै उहाँहरूको घर गएर चाहिँ गर्नु अनि त्यस पछाडि चाहिँ हामीले चाहिँ मुख्यमन्त्रीलाई तत्काल गरेर भेट्यौँ त्यस पछाडि चाहिँ अनि तुरुन्त हाम्रा जिल्लामै हजुर तीबाट चाहिँ एउटा पूर्ण रूपले चाहिँ एउटा त्यहाँनिर चाहिँ एउटा खाका बनाइयो अनि डक्टर फेरि त्यसकै अर्को महिनादेखि चाहिँ उनीहरूमा चाहिँ एउटा सेन्टर यसलाई यो प्रदेश स्तरीय सरकार अथवा सङ्घीय सरकारबाट चाहिँ केही सहयोगहरू प्राप्त गर्नु भएको छ कि आश्वासन मात्रै छ कि के छ यो बारेमा नि अलिकति जानकारी गराइदिनु त्यहाँनिर एउटा जाने चाहिँ समग्र कार्यक्रम एउटा बजेट हजुर तर हामी चाहिँ सेवामुखीहरू चाहिँ धेरै जानुपर्छ अब कसले कतिको काम गर्न सक्छ भन्ने हिसाबमा पनि केही सीमित बजेटहरू हामीले त सुरुमा त 10,000 15,000 र पनि हामी चाहिँ गोजीका बजेटहरू लगाएर गोजीका पैसा उठाएर हामीले संस्था गरेको अनि पछि हुँदै जाँदाखेरि चाहिँ हामीले स्पोर्टको क्षेत्रमा खेलकुदको क्षेत्रमा हामीलाई केही पारा स्पोर्ट खेलकुद भएर चाहिँ हामीलाई प्रदेश सरकारले पनि केही हेर्छ हेरेको छ र काम गर्दै जाँदा विश्वास गर्दै जाँदा केही समय चाहिँ अहिले हामीलाई प्रदेश सरकार अनि स्थानीय सरकारले पनि थोरै मात्र भए पनि वार्षिक रूपले भनेपछि अहिले समेटिने क्रम चाहिँ तीव्र रूपमा छ कति हुनुहुन्छ नि त अब जस्तो दुर्गम क्षेत्रमा पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ नि त उहाँहरूलाई चाहिँ कसरी समेटिरहनु भएको छ अहिले
हजुर समेटेर यहाँसम्म नै ल्याउन गाह्रो भएकोले हामीबाट हजुर उहाँहरूलाई यो हाम्रो समस्याको बारेमा थाहा गर्न सक्छ बेसर हुन्छ त्यो बेसरबाट बच्ने सिआइसी हजुर अनि उहाँहरूलाई सबै हामीले सहायक सामग्री हजुर त्यो कुराहरू चाहिँ उपलब्ध गराउन कोसिस गरिरहेको छौँ र सबैभन्दा पहिलो कुरा हाम्रो जीवन हजुर एकदम कम मात्रामा पाइँदै पाइन्छ नेपाल सरकारले एउटा लाखौँ रुपियाँ छुट्याएको हुन्छ हामीले पाएको अवस्था त्यो जेल नपाउँदाखेरि एउटा अपाङ्ग भएको जीवन चाहिँ एउटा गोलाभित्र कुन्ठित त्यसलाई चाहिँ हामीले चिरेर कम्पनीलाई सेवा गर्ने चाहिँ हाम्रो खेलकुदको क्षेत्रबाट अहिले गाउँसम्म गाउँदेखि सहरसम्म एउटा मैदानसम्म ल्याउनु ए मैले अलिकति जान्न चाहेँ यो हजुरको अहिलेको यो अवस्थाले गर्दा दैनिक जीवनमा चाहिँ कति गाह्रो हुँदो रहेछ सर के रहेछ यो अलिकति मलाई जान्न मन लाग्यो कि दैनिक जीवनमा यसले कति असर पर्छ र दैनिक जीवनमा चाहिँ चलिरहँदाखेरि अरू परिवारका सदस्यहरूको भर पर्नुपर्ने त्यो अवस्था पनि आउन सक्छ त्यति बेला कस्तो अनुभव हुन्छ सर यस्तो सबैभन्दा पहिलो कुरा त हाम्रो खुट्टा नचल्नु अर्थात् आधा शरीर नचल्नु त्यो नचल्नु मात्रै विषय भयो हजुर हामी यहाँभित्र बसेको पीडा चाहिँ हाम्रो बाहिर हजुर जस्तै हामीसँग विषाद हजुर यो भित्रको दुखाइ पोलाइ चाहिँ एकदम अर्थात् हामीले सहनै नसक्नुको दुखाइ पोलाइ तर यद्यपि त्यसलाई पनि हामीले बिर्सेर हामी भिजेको एउटा यात्रा हजुर त्यो मान्छेलाई बुझेको अब त्यतिखेर पहिलो कुरा त हाम्रो शारीरिक पीडा एकदम अत्याधिक मात्रामा छ हजुर शारीरिक पीडा भइसकेपछि अनि हामीलाई आर्थिक रूप चाहिँ भार चाहिँ हामीले चाहिँ आफ्नो परिवारसँग नै हामी इन्डिपेन्डेन्ट आशा लागेको त्यसो गर्दाखेरि त अब पक्कै पनि हामीले कप चिया खानको लागि एउटा सिआइसी पाइप किन्नको लागि पनि परिवार जम्मै नै भन्नु पऱ्यो कमाउने सम्बन्ध छोराछोरीलाई भन्नु पऱ्यो बाउमालाई भन्नु पऱ्यो त्यतिखेर चाहिँ एकदम कष्ट गर्छ गाह्रो छ अब एउटा मान्छे रोजगारहीन हुन्छ आय स्रोत हुँदैन उसको सबैभन्दा यो दैनिक जीवन चलाउनको लागि चाहिँ सबैभन्दा ठुलो कुरा हामीलाई आर्थिक पाटो नेपाल सरकारले दिँदै आइरहेको हामीलाई जुन सामाजिक सुरक्षा त्यो त हामीलाई एउटा जेली किन्न पनि त्यसले पुग्दैन मासिक 4,000 के हो एउटा घरको आशावादी हुनुपर्छ कतिपय घर परिवारले बुझ्नुहुन्छ ठिकै छ नबुझ्दाको अवस्था यो स्पाइन कटिङ एकदम नाजुक दैनिक जीवन चलाउन जस्तो मैले हजुरलाई के भन्न चाहेँ भने अहिले यो समस्यामा हुनुहुन्छ होइन यो समस्यामा भइरहँदा चाहिँ स्थानीय सरकार अनि प्रदेश सरकार सङ्घीय सरकारलाई के भन्न चाहनुहुन्छ यो 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 क्षेत्रका पीडितहरूलाई चाहिँ सरकारले कसरी हेरिदिनुपर्छ सबैभन्दा पहिलो कुरा त अहिलेसम्म जति पनि नीति नियमहरू बनिएका छन् एउटा बनिएको छ जो चाहिँ नेपाल सरकारले चाहिँ विधिवत रूपमा पास पनि गरिसकेको छ तर त्यसलाई कार्यान्वयनको पक्ष भएको छ जुन लेखेको विधानमा लेखेको संविधानमा लेखेका कुराहरूलाई नेपाल सरकारले लागू गरिदिनु भनेदेखि पनि पक्कै पनि व्यक्तिहरूको जीवन राम्रो छ होइन त्यस कारणले गर्दाखेरि चाहिँ त्यो सबैभन्दा सुरुमा चाहिँ नीति नियम बनाउनु त्यसको कार्यान्वयन र कम्पनी स्थानीय सरकार प्रदेश सरकार सम्भावना भएका ठाउँहरूमा मात्रै नभएर होइन जहाँ जहाँ चाहिँ यो पछाडि परेको वर्ग छ क्षेत्रबाट अगाडि अभिभावकको ट्रेनिङ सेन्टरहरू उनीहरूको दक्षता अनुसारको सिट योग्यता अनुसार उनीहरूलाई जागिर दिनु र संविधानमा लेखेको अलिकति बजेटको जुन उहाँहरूले पारेर उहाँहरूको आँखाको अगाडि मात्रै परेका सङ्घ संस्थालाई पछाडि परेका र सम्भावना भएर आउँदै गरेका अगाडि बढ्दै गरेका पक्कै पनि म एकैछिन पारासरतिर आएँ तपाईँलाई चाहिँ तपाईँको दैनिकी जीवन चलाइरहँदा चाहिँ अरूको भर परिरहनु पर्दा कति समयमा त्यति बेला चाहिँ कस्तो अनुभव हुन्छ सर सर अब दुःख लाग्छ एक ठाउँबाट अर्को ठाउँ जानुलाई अर्कोको सहारा चाहिन्छ हामीलाई अनि अब
आफूलाई कतिखेर भिसा लाग्छ कतिखेर पिसाब लाग्छ त्यति बेला नहुँदा ओर्दा त हामीलाई त धेरै दुःख हुन्छ हजुर हजुर अब एक ठाउँबाट अर्को ठाउँ जानु पर्यो अथवा यताबाट उता सर्नु पर्दा धेरै दुःख हुन्छ के भन्नुहुन्छ त तपाईँ तीन तहका सरकार छन् हाम्रो देशमा होइन स्थानीय सरकार प्रदेश सरकार सङ्घीय सरकार यी तीन तहका सरकारले चाहिँ तपाईँहरू जस्ता जुन अपाङ्गता जीवन बिताइरहनु भएको छ त्यो जीवन बिताइरहेका साथीहरूको लागि सरकारले के गरिदिनु पर्छ जस्तो लाग्छ सरले उहाँ हाम्रो अध्यक्षज्यूले भने जस्तो सरकारले चाहिँ तोकेका नीति नियमलाई चाहिँ लागू गरेर हामीलाई कुन तरिकाको उपयोग हुन्छ त्यही तरिकाको अब सबै अपाङ्गहरू त अनपढ हुँदैन पढे लेखेकै हुन्छन् उनीहरूलाई चाहिँ त्यसै अनुसारको उनीहरूको सिप अनुसारको र पढाइ अनुसारको चाहिँ उपयुक्त ठाउँ बनाएर उपयुक्त तरिकाले चाहिँ जीविकोपार्जन गर्ने समस्याहरू जति नहुने समस्याहरू छ त्यो मुक्त गर्नलाई चाहिँ सरकारले त्यसमा चाहिँ ध्यान दिनुपर्छ अहिले तपाईँ यसरी भनिरहँदा चाहिँ तपाईँको जीवनमा ठ्याक्कै सम्झिनु पर्ने कोही व्यक्ति छ जसले तपाईँलाई चाहिँ यो समस्यामा साथ दिएको छ तपाईँलाई यो समस्यामा होस्टेलमा हैसे गरेको छ तपाईँको हरेक समस्याहरू बुझेको छ तपाईँको श्रीमती त छँदै हुनुहुन्छ उहाँको त मैले यहाँ जोड्न चाहिनँ किनभने उहाँ त हरदम तपाईँसँग हुनुहुन्छ तपाईँलाई हरदम साथ दिइरहनु भएको छ तपाईँलाई यो समयमा चाहिँ विशेष गरेर तपाईँलाई सल्लाह दिने हौसला दिने कोही व्यक्ति हुनुहुन्छ तपाईँको हजुर हुनुहुन्छ हजुर हजुर अनि अरू मेरा सम्पूर्ण आफन्तहरू हुनुहुन्छ मलाई सबले माया गर्नु उहाँहरूलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मलाई हेल्प गरेकोमा सहयोग गरेकोमा होइन हजुर मलाई यस्तै मायाहरू दिनुहोस् अनि हामी जस्तो मान्छेको बाँच्ने आश र साहस बढ्छ भन्न चाहन्छु विक्रम सर के भन्न चाहनुहुन्छ तपाईँको कोही विशेष मान्छेलाई के सन्देश छ जसले तपाईँलाई चाहिँ हरेक क्षणमा हौसला दिन्छ हरेक क्षणमा तपाईँलाई सहयोग दिन्छ हरेक क्षणमा तपाईँको समस्याहरू बुझिदिन्छ कोही व्यक्ति हुनुहुन्छ र उहाँलाई के भनेर कसरी सम्झिन चाहनुहुन्छ त्यस्तो छ यसमा चाहिँ अब पहिलो कुरो होइन सबैभन्दा पहिलो कुरा त हामीलाई बाहिर निक्लिने र यसैको आत्मबल दिने र हिम्मत दिने परिवारको साथ सपोर्ट दिन हामी कहिले पनि हजुर 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 पहिलो कुरा त परिवार हजुर परिवार नै मेरो पहिलो काम हजुर त्यस पछाडि भनेको चाहिँ मसँग जति पनि मेरो संस्थामा लागि परिवार समितिका साथीहरूदेखि लिएर अन्य ठाउँबाट पनि मसँग जोडिनु हुने हाम्रो अन्य अपाङ्ग व्यक्तिहरू जो म अग्रज हुनुहुन्छ उहाँहरूले पनि मलाई एकदम सधैँ यसरी काम गर्नुहुन्छ उहाँहरूले मलाई एकदम सिकाउनुहुन्छ बुझाउनुहुन्छ उहाँहरू सबैलाई मेरो स्माल प्रतिनिधि भएका सङ्घका मेम्बरहरूलाई सबैलाई साथीहरूलाई र स्थानीय सरकारहरूदेखि लिएर त्यहाँ पनि जोडेर चाहिँ हामीलाई सपोर्ट गरिराख्नेहरूलाई पनि म एकदम सम्झिन चाहन्छु र अरू त्यो सँगसँगै हाम्रो समुदाय स्तरमा पनि जो हाम्रो चाहिँ समाजमा हामीलाई चाहिँ अलिक विशेष व्यक्तिहरूले पनि हामीलाई पहिचान गरेको छ जसले चाहिँ हामीलाई व्यक्तिगत रूपमा मात्रै नभएर संस्थागत रूपमा पनि सहयोग गरिराख्नु भएको छ उहाँहरूसँग पनि उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने हामीसँग जोडिएर धेरै मानव अधिकार कर्मीहरू समाजका उहाँहरूको पनि हाम्रो साथ अनिवार्य चाहिन्छ उहाँहरूको साथ समाजले नै हामीलाई पहिलो नम्बरमा समाजको हामीलाई दिएन होइन समाजले केही गर्न सक्दैन मात्रै यहाँहरूको साथ सपोर्ट माया जति अहिलेसम्म छ त्योभन्दा पनि अझै पनि बढेर जाओस् अन्त्यमा म एकमुष्ट रूपमा दुवै सरहरूलाई मैले सोध्न चाहेँ अन्त्यमा जो अहिले यो स्पाइनल इन्जुरीबाट यो समस्याबाट ग्रसित हुनुहुन्छ उहाँहरू आफ्नो ठाउँमा चाहिँ पीडित भएर बसिरहनु भएको छ उहाँहरूलाई कसरी एकजुट हुनको लागि आह्वान गर्नुहुन्छ दुवैजनाले यो प्रश्न सोधेँ मैले पहिले पारस सरबाट अब उहाँहरूलाई एकजुट हुनलाई चाहिँ हामीले चाहिँ हाम्रो स्पाइनल कर्ड इन्जुरी सङ्घले चाहिँ कहिले व्हिलचेयर रन गर्छ कहिले दौड व्हिलचेयर रन हुन्छ कहिले चाहिँ बास्केटबल हुन्छ कहिले पौडीहरू भइरहन्छ हरेक प्रोग्राम भइरहेको हुन्छ त्यसैबाट चाहिँ हामी अहिलेसम्म समेटिरहेका छौँ म यता विक्रम सरतिर आएँ कसरी जोडिन सक्नुहुन्छ उहाँहरू तपाईँहरूसँग के माध्यम छ सबभन्दा पहिलो कुरा त हामीलाई व्यक्तिगत रूपले पनि यहाँहरूले फोन गरेर मलाई अर्थात् मेरो संस्थाको कुनै पनि साथीहरूलाई हाम्रो समस्याको बारेमा तपाईँहरूले सुन्नुहुन्छ हामीले गर्न सक्नुहुन्छ
फोनैबाट दिइरहेको काउन्सिलिङ हामीले खेलकुदको क्षेत्रमा अन्य धेरै गतिविधि सबैभन्दा पहिलो कुरा चाहिँ तपाईँहरूको समस्यासँग तपाईँहरू कहिले पनि पछाडि नहट्नुहोस्। तपाईँहरूलाई लागेका कुरालाई दिएका कुराहरू तपाईँलाई समस्या बाहिर नलुकाउनुहोस्। एकजनाको तपाईँको समस्या मैले सुन्न केही सहानुभूति दिन सक्यो अर्थात् त्यहाँनिर तपाईँलाई मैले कुनै पनि उपाय दिन सक्ने त्यहाँनिर धेरै कुरा फोन गरेर अब कतिपय साथीहरूलाई धेरै टाढा हाम्रो सञ्चार माध्यम छ, फेसबुकको माध्यम छ, हरेक चिजको माध्यम छ, त्यहाँबाट तपाईँहरूले सम्पर्क हामी हुन त सबै एकदम तपाईँको सबै समस्या नै हल गर्न सक्ने व्यक्ति त्यो हल गर्न सक्ने संस्था त होइन। तैपनि हामी एउटै वर्गको भएको कारणले गर्दाखेरि तपाईँलाई परेको समस्यालाई चाहिँ त्यसरी कसरी त्यसलाई चाहिँ न्यूनीकरण गर्न सक्नुहुन्छ काउन्सिलिङ गऱ्यो त्यसरी चाहिँ यहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तो आफ्नो व्यस्त समयलाई पनि हाम्रो यो चाहिँ भिडियोलाई चाहिँ साथ दिनुभयो र यहाँहरूले आफ्नो मनमा लागेका कुराहरू हामीसँग र हाम्रा दर्शकहरूलाई सेयर गरिदिनु भयो र आफ्ना समस्याहरू राखिदिनु भयो र आफ्ना समस्या सँगसँगै तपाईँहरूमा भएको जुन हौसला छ अरू पनि बाँकी स्पाइनल इन्जुरीबाट जो पीडित हुनुहुन्छ उहाँहरूलाई हौसला स्वरूप केही कुराहरू आफ्ना विचारहरू आफ्ना अनुभवहरू साटिदिनु भयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद।